पोखरा विमानस्थलमा देखियो रजाई, कसकसको मिलेमतोमा पारियो 8 अर्ब झ्वाम। ऋण राष्ट्रको भ्रष्टाचार नेताको। भ्रष्टाचारमा डामिएका यी 5 मन्त्री कसको भूमिका के, आउनुस् पुरा नालीबेली विस्तारमा बुझौं। राज्यको सम्पत्तिमा नेताले गिद्धे नजर लगाएर अनियमितता गरेका उदाहरण धेरै छन्, तर पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको कथा फरक अनि साह्रै लाजमर्दो छ। कांग्रेस एमाले माओवादी सबै दलका नेता यो लुटको महाभोजमा सहभागी भए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्दा 55 जनालाई आरोपित गरेको छ, जसमा 5 राजनीतिक नेता छन्। तत्कालीन मन्त्रीहरू रामशरण महत, मृत्यु भइसकेका पोस्ट बहादुर बोगटी, रामकुमार श्रेष्ठ, दीपक अमात्य र भीम आचार्य। त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ, जो अहिले हेलिप्याड निर्माणमा पनि करोडौंको भ्रष्टाचार अभियोगपछि डिलीबजार कारागारमा पुगेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणको अख्तियारले 4 वर्ष लगाएर अनुसन्धान गरेको थियो। करिब 400 उजुरीको अध्ययन गरेको थियो। सम्भवतः पछिल्ला केही वर्ष यता एउटै विषयमा सबैभन्दा धेरै उजुरी परेको यही हो। ऋण लिएर बनाइएको परियोजनामा कसरी यत्रो भ्रष्टाचार भयो होला त? सत्ता, शक्ति र पदमा रहेकाहरूले देशका नाउँमा ऋण लिएर त्यही रकममा निर्लज्ज भ्रष्टाचार गर्न भ्याए। प्रारम्भिक बिउ माओवादी नेतृत्वकालमै रोपिएको र त्यसपछि कांग्रेस एमाले तथा खिलराज रेग्मी चुनावी सरकारले पनि क्रमशः त्यसलाई विस्तार गरेको अख्तियारको प्रतिवेदनले देखाउँछ। यो हेर्दा कांग्रेस एमाले र माओवादीले भ्रष्टाचारमा गठबन्धन गरेर 8 अर्ब भन्दा बढी झ्वाम पारेको पुष्टि हुन्छ। पोखरा विमानस्थल भ्रष्टाचार कुनै एक सरकार वा एक पात्रको कृत्य मात्र होइन, यसमा ठूलो नेटवर्कको संगठित चलखेल भएको विश्लेषण भइरहेको छ। तपाईलाई यो प्रकरण बाहिर आउँदा के लागेको छ, आफ्नो विचार लेख्नुहोला।